पछिल्लो केही समय यता पूर्व राजा ज्ञानेन्द्र शाह प्राय चर्चाको पात्र पनि रहेका छन्। सत्ता छोडेको झन्डै 2 दशक हुन लाग्दा उनले जनताको साथ खोज्नु, उनका पक्षमा जनसमर्थन जुट्नु र उनकै समर्थनमा भएको प्रदर्शनले हिंसाको रूप लिँदा ठूलो जनधनको क्षति हुनु उनको चर्चाका विषय हुन्। 240 वर्ष पुरानो लिगेसी बोकेको राज संस्था अन्त्य हुनुका पछाडि पूर्व राजा ज्ञानेन्द्रकै कर्मको फल थियो। राजतन्त्र अन्त्यका लागि अन्य सहायक कारणहरू पनि थिए, र मूल कारण भनेको तत्कालीन राजाको व्यवहार र कार्यशैली नै थियो। राज्यका व्यवहारबाट आजित भएका नागरिकले विकल्प खोजिरहेका थिए र त्यो विकल्प दिन राजनीतिक दलहरू तयार भए र राजतन्त्रको अन्त्य भयो। पूर्व राजाले राजगद्दी छोड्दा फेरि राजगद्दीमा फर्किने गरेर छोडेका थिएनन्। त्यो एउटा व्यवस्था थियो, नागरिकलाई चित्त नबुझेपछि परिवर्तन भयो। गणतन्त्रमा दल र तिनका नेताहरूले जनतासँग गरेको प्रतिबद्धता के थियो भने जनताका छोराछोरी सर्वोच्च पदमा पुग्ने व्यवस्थामा सबै नागरिकले समान अधिकारको सदुपयोग गर्नेछन्। देश राजा महाराजाहरूका कारण बिग्रिएको थियो र जनताको बलमा बन्नेछ। नागरिकको घर घरमा सिंहदरबारको पहुँच हुनेछ र हरेक नागरिकको हैसियत समान हुनेछ। के गणतन्त्रमा राजनीतिक दलले गरेका ती प्रतिबद्धता व्यवहारमा लागू भए त? गणतन्त्रमा नवराजा र नवयुवराजहरूको उदय र राज्यकोष र राज्य संयन्त्रमा उनीहरूकै मात्र पहुँच र प्रभाव किन स्थापित भयो? प्रश्न गर्नुपर्ने यहाँनिर हो। आज गणतन्त्र उमेरको हिसाबले नागरिकहरूका जिम्मेवारीलाई काँधमा बोक्न सक्ने तन्नेरी बनिसकेको छ। तर के अवस्थाका हिसाबले पनि नागरिकको अपेक्षालाई सम्बोधन गर्न सक्ने बनेको छ त? हो, आज घर घरमा सिंहदरबार पुगेका छन्, तर त्यो सिंहदरबारमा कुनै दलको कार्यकर्ता नभई स्वतन्त्र नागरिकले सहज पहुँच पाउने अवस्था छैन। आज राज्यको पुनर्संरचना भएर अवसर प्राप्त गर्ने क्षेत्र बढेका छन्, तर त्यहाँ दलीय आबद्धता बिना अवसर पाउने अवस्था छैन। देश विकासको पिल्लर मानिने युवाहरू देशभित्र बस्न नसक्ने अवस्था बनेको छ। देशका ठूला ठूला भ्रष्टाचार र अनियमितताका घटनामा सत्ता र शक्तिमा रहेकाहरूकै वरिपरिका मान्छेहरू संलग्न छन् र उनीहरूमाथि राज्यकै संरक्षण छ। प्रश्न गर्नुपर्ने यहाँ हो। ज्ञानेन्द्र शाह हिजो जस्ता थिए, आज पनि उस्तै छन्। आफ्नै व्यवहारका कारण 2 दशक अघि आउटडेटेड भएका उनी अहिले गणतन्त्रका शासकभन्दा किन लोकप्रिय छन्? यदि गणतन्त्रमा सबै कुरा राम्रो भइरहेको भए पूर्व राजा वा कुनै व्यक्ति आएर देश बनाइदिन्छन् भन्ने अपेक्षा नागरिकले गर्नुपर्ने थिएन। राज्यसँग स्रोत, साधन र संयन्त्र छ। सशस्त्र सुरक्षा निकायदेखि गुप्तचरसम्म छन्। पूर्व राजासँग राज्यले उपलब्ध गराएका केही सुरक्षाकर्मी बाहेक केही छैन। पुष्पकमल दाहालले संसदमा बोलेकै भाषामा भन्ने हो भने संविधान अनुसार पुष्पकमलको हैसियत नागरिकको रूपमा जे छ, पूर्व राजाको पनि त्यही नै हो। लोकतन्त्र जति प्रचण्डको हो त्यति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरूले राखेका छौँ र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ। त्यही नागरिकसँग सिङ्गो राज्य तर्सिनुपर्ने अवस्था किन आयो? र अर्को कुरा, पूर्व राजाका समर्थकहरूले हिंसा मच्चाएको विषयमा सरकार पक्ष, प्रतिपक्ष, पत्रकार र बुद्धिजीवीहरूले आफ्नो हैसियत अनुसारको बुद्धिविलास गरिरहेका छन्। चैत्र 15 गते जे भयो त्यो निकै ठूलो र गम्भीर गल्ती भएको छ। तर यहाँ पनि प्रश्न पूर्व राजालाई होइन, अहिलेका राजालाई सोध्नुपर्छ र राज्य संयन्त्रलाई सोध्नुपर्छ। राज्यले दाबी गरेको त्यो प्रदर्शनमा उपस्थित संख्या जम्मा 4000 हो। प्रदर्शन स्थल तिनकुने यस्तो ठाउँ हो जहाँ उपत्यकाका 3 जिल्ला र अन्य जिल्लाहरूबाट पनि सहजै सुरक्षाकर्मी उपलब्ध हुन सक्छन्। प्रदर्शन देशभरि भएको होइन, केवल एउटा सानो क्षेत्रमा भएको हो। अवस्था यस्तो भयो, आम जनताको ज्यान र धनको सुरक्षाको विषय धेरै टाढाको कुरा। सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले जीवनको याचना गर्नु पर्यो। के राज्यको सुरक्षा संयन्त्र यति कमजोर छ? राजधानीको मुटुमा जिउँदै मानिस र नागरिकका सम्पत्ति जल्दा केही हजार मानिसको भिडलाई नियन्त्रण गर्न नसक्ने निरीह र रमिते हुनुपर्ने? 2 दशकमा राजा संयन्त्र यति कमजोर भइसक्यो कि एकजना बैंक तथा वित्तीय संस्थाको ठगले राज्यको सुरक्षा संयन्त्रमाथि गाडी चलाउँदा हतियारधारी सुरक्षा निकाय निरीह बन्नुपर्ने? भोलि पूर्व राजा आफै सडकमा आउलान् वा वर्तमान राजनीतिक दलसँग असन्तुष्ट लोकप्रिय शक्ति यसै गरी सडकमा आउला र देशव्यापी रूपमा माहौल बिग्रेला। त्यति बेला राज्यले के गर्छ? सुरक्षा संयन्त्र किन डिसफङ्क्सन जस्तो भयो? निशस्त्र सानो भिडका अघि सशस्त्र निकाय किन निरीह बन्यो? प्रश्न गर्नुपर्ने यहाँ हो। र त्यो प्रश्न वर्तमान सरकारसँग मात्र होइन, पटक पटक राज्य संयन्त्रको नेतृत्व गरेका र राज्यको दोहन गरेका व्यक्तिहरूसँग पनि गर्नुपर्छ। तर भइरहेको के छ? प्रश्न गर्नेहरूले राज्य संयन्त्रको दोहन गर्नेहरूसँग होइन, सान्दर्भिकता सकिएका व्यक्ति वा संस्थासँग गरिरहेका छन्। समस्या यही नै रहेछ।
प्रश्न गर्नेहरूले आफ्नो फाइदा वा सत्ता र शक्तिको अनुकूल हुने गरेर होइन, राज्य संयन्त्रभित्र भइरहेको व्यथितिलाई रोक्न र राज्य संयन्त्रलाई जिम्मेवार गराउन प्रश्न गर्नु पर्थ्यो र पर्छ। राज्यलाई नागरिकप्रति वफादार बनाउन र समयानुकूल राज्यको क्षमता अभिवृद्धिका लागि दबाव सिर्जना गर्न प्रश्न गर्नुपर्छ। अन्यथा दूधको साक्षी बिरालोकै अनुकूल हुने गरी सोधिने प्रश्नले निकास होइन बरु विनाश मात्रै निम्त्याउँछ।